कम बोल्दै हुन्थ्यो भन्ने स्ट्याटस मार्फत भन्ने एउटा त्यो जमातले भनिरहेको छ कि त के छ भन्नुपर्ने उहाँहरूलाई म त उहाँहरूलाई भन्छु अझै धेरै बोल्नुपर्ने हो यहाँ त म नभ्याएर हो होइन अरूसँग इन्गेज भइराखेको हुन्छु नि त अब यहाँ तपाईँलाई इन्टरभ्यू दिँदैछु नि त यो पनि बोलेकै हो नभए यहाँ 10वटा स्टेटस लेख्थेँ इभन मेसेज त हो त मेसेज हो किनभने मेसेजकै कमी छ ज्ञानकै कमी छ नि त हामीलाई त देश भनेको चिनेकै छैन भएको जग्गा बेचेर खेतबारी प्लटिङ गरेर बेचेर आएको पैसा ब्याङ्क ब्यालेन्समा राख्छु अनि त्यसको ब्याजले म भात खान्छु केटाकेटीलाई पाल्छु केटाकेटी पढाउँछु भन्ने हामी छौँ छैन भन्नु त त्यो देखिन्छ त्यसो भने यो देशै बेचिदिउँ त भन्नेहरू पनि होला अब ठुलो स्केलको तपाईँको भूमाफियाहरू है किडनी बेच्ने हो किडनी क्या है दसैँमा लुगा लगाउनुपर्छ अलिक राम्रो गहना होइन छिमेकीले त राम्रो आइफोन बोक्या छ आफ्नो छैन किडनी बेच्दै भाइ त्यो टाइपको क्या बुद्धि क्या नेपालीको अनि यस्तो बुद्धि भएको मान्छेलाई उठाउनका लागि जगाउनका लागि सिकाउनका लागि बोल्नु परेन मान्छेले हो यही कुरा बुझ्दैन क्या अनि मैले धेरै बोल्यो भन्छ होइन आरोप चाहिँ उहाँले त्यो लाउनुहुन्छ किनभने नबोली त फेरि परिवर्तन आउँदैन डेफिनेटली होइन नबोलिकन जस्तै म नबोल्ने भए तपाईँ मलाई इन्टरभ्यू कसरी लिनुहुन्छ है म बोल्दिनँ है इन्टरभ्यू लिन सक्नुहुन्छ अब इन्टरभ्यू त लिन सकिँदैन भने यत्रो ठुलो सोसल चेन्ज होइन पोलिटिकल चेन्ज गर्न सक्छौँ त हामी सक्दैनौँ त्यसले गर्दाखेरि वी हेभ टु स्पिक तर के बोल्दैछ भन्ने कुरा इज द म्याटर होइन राइट एउटा परिवर्तन ल्याउने मोमेन्ट हो क्या यो मान्छेले भन्छ अब त्यो 6 मन्थको इन्टरिम गभर्मेन्टमा गएर के गर्ने अन्तरिम सरकारमा गएर केही त हुँदैन बरु त्योभन्दा पछि आउने इलेक्टेडबाट 5 इयर्स बन्नुहोस् न भन्नुहुन्छ कि तर यो मोमेन्ट भनेको चाहिँ सबभन्दा क्रुसियल मोमेन्ट यो हो क्या अब यसमा त्यही त भनेको त हो यही हो क्या होइन अब हाम्रो एउटा च्याप्टर क्लोज भएर अर्को च्याप्टरमा जाँदै गरेको हो नि त त्यो त टर्निङ पेज हो क्या अब जस्तै तपाईँको पढ्दै जाँदाखेरि अब सक्यो यहाँ तल एउटा च्याप्टर सक्यो अब त्यो तपाईँले यसो गरेर पल्टाउनु पर्ने हुन्छ नि त त्यो पल्टाउने एफर्ट चाहिँ इन्डियन गभर्मेन्टमा हुन्छ अब पल्टाउनु भएन भने त त्यही कन्टिन्यू भएर जान्छ यो देशको मालिक को हो भन्ने कुरा क्या यो देशको मालिक विदेशी शक्ति हो कि यो देशको मालिक राजा महाराजा हो कि यो देशको शक्ति जनता हो म चाहिँ यो देशको शक्ति यो देशको मालिक चाहिँ जनता हो भन्ने पक्षको मान्छे हो नि होइन अब कतिले भन्छ शक्ति केन्द्रमा नधाएर त मिनिस्टर नभएको भन्छ होइन कतिले भन्छ तपाईँको चाहिँ नि फल्नालाई तैँले नढोगेर फल्नालाई तपाईँको चाप्लोसी चाकडी नगरेर त नभएको भन्छ यदि म मन्त्री बन्ने अथवा चाहिँ नि भनौँ न एउटा त्यस्तो तपाईँको चाहिँ नि जिम्मेवार ठाउँमा पुग्नका लागि मैले विदेशीको चाकडी गर्नुपर्छ अथवा कहीँ कतै शक्ति केन्द्रमा धाउनुपर्छ भने सार्वभौम सत्ता त